हेलो गाइस वेलकम ब्याक टु माई च्यानल होइन म चाहिँ यस्तो राम्रो मन्दिरमा आएको छु नि आफ्नै घर वरिपरिको मन्दिर रहेछ याद पनि गरेको थिएन क्या मैले त यस्तो हेरेको त ओ माई गड हेरेको भयो हो गणेशजी र शिव भगवान्जीको मात्र रहेछ मलाई थाहै थिएन चप्पल उतार्नुपर्छ भनेर पहिल्यै चप्पल उतारेर हिँड्नु पर्ने रहेछ क्या अनि गएँ फेरि चप्पल खोलेँ त्यसपछि यस्तो हेरेको बस्ने बस्ने ठाउँ पनि कति राम्रो छ क्या मतलब बाहिर छ होइन बस्ने ठाउँ त्रिशुल पनि कति ठुलो बनाउनु भएको छ सायद यो मन्दिर चाहिँ बिहान मात्रै खुल्छ होला अहिले यो देखिरहेको चाहिँ शिव मन्दिर हो क्या शिव मन्दिर हो अनि त्यहाँनिर चाहिँ मैले लगेर तपाईँलाई देखाउँछ कस्तो राम्रो छ वाउ हेरेको भयो म त कति राम्रो सेम मन्दिर बाहिर पनि रहेछ क्या अनि फेरि उता बाहिरको पनि मैले बनाएको छु पहिला 3 राउन्ड हाने आफूले होइन भन्छन् रे 3 राउन्ड माऱ्यो खै मन्नत पुरा हुन्छ अरे भन्ने रहेछ है त्यही भएर 3 राउन्ड घुमेँ भने सुने है मैले चाहिँ खोइ थाहा भएन मलाई मै पहिलोचोटि जाँदै थिएँ यति राम्रो थियो नि लोकेसन हेरेको भयो क्या म त एकछिन त ओ माई गड किन आएन म यहाँनिर भनेर बस्नलाई पनि एकदम आनन्द पनि फेरि चित्त नबुझेर पछाडि फर्केर पनि हेरेँ क्या मैले अनि यस्तो हेरेँ फेरि गएँ यस्तो हेरेको हेर्नु न नाग भगवान्को पनि कति बासुबी नाग के भन्छ नि या शेष नाग हो त्यो चाहिँ मलाई थाहा भएन तर कति राम्रो क्या कति राम्रो होइन चारैतिर हेरेँ दायाँ बायाँ हेरेँ होइन बाहिर बस्ने ठाउँदेखि लिएर भित्रसम्म फेरि दोहोऱ्याएर बाहिर निस्केर मैले हेरेँ क्या शेषनाग देवीको मन्दिर देवताको पनि कति ठुलो मन्दिर रहेछ भनेर अनि चौरहरू हेर्नु न कति राम्रो के यो बाहिर बस्ने ठाउँ के यो सबै यस्तो दामी ब्युटिफुल थियो नि अनि एकजना त्यहाँ बसेर हाई गरिरहेछ मतलब हाईवाला हाई है फेरि हेलोवाला हाई होइन अनि त्यसपछि मैले चाहिँ अनि ल ठिकै छ नि त अब जानु पर्ला जाउँ ढिलो भयो अरे खास पुग्यो पनि हामी ढिलो पुग्यौँ क्या अनि यस्तो राम्रो देख्दो रहेछ क्या लास्ट हो बनाएको हामी पहिला आधी बाटो मात्र आएको थियो नि त पुरा आएको थिएन अहिले यतासम्म आउँदाखेरि थाहा भयो यति राम्रो मन्दिर रहेछ भनेर गणेश भगवान्को र शिव भगवान्को रहेछ एउटा उता कुरिरहेछ अनि यहाँ चाहिँ बिहे हुँदाखेरि भोजहरू बनाउने सिस्टम रहेछ यस्तो राम्रो रहेछ थाहै थिएन क्या मलाई यता पनि एउटा सानो मन्दिर छ के मन्दिर हो म देखाउँछु है तपाईँहरूलाई ओ माई गड के भगवान्जी हो के भगवान्जी हो थाहा छैन उहाँ फोटोहरू पनि राख्नु भएको रहेछ यति नै हो जय भगवान्जी चप्पल लाएर हिँडिरहेको छ उसले पनि सेम यस्तो राम्रो छ त्यो अझ त मासतिर त गएकै छैन क्या पुरा हरियाली गाउँ जस्तै देखिन्छ यस्तो दामी ब्युटिफुल ठाउँ छ आजको लागि यति नै बाई बाई गर्दा यस्तो अल्छी मानेर हिँडिरहेको छ होइन बाई बाई भनिसकेको थियौँ फेरि त्यहाँ माथि देखाउन मन लाग्यो क्या मलाई तपाईँहरूलाई त्यतातिर गएको त छैन होइन के छ यति मान्छेहरू भिड बस्छ नि कुनै दिन गयो भने देखाउँछु ल थ्याङ्क यू बाई बाई